ल अब लसुन पनि उखालिसकेँ है, प्याजहरू पनि उखाल्नुपर्छ साथीहरू। अब बेला भयो है मेरो चाहिँ। अनि त्यस्तै गरेर यहाँ मैले के भन्न चाहेँ भने साथीहरूलाई, धेरै साथीहरूले यो कान्छी सागको चाहिँ बेर्ना खोज्न आउनुभएको थियो कि मुकामा। यसको चाहिँ बेर्ना मुकामा छैन साथीहरू। मेरो चाहिँ यसरी यही लसुनको प्याजको बिचमा यसरी उम्रिन्छ क्या। अनि म चाहिँ सबै भेला पारेर एकै ठाउँमा यसलाई मायाले सारेपछि कस्तो राम्रोसँगले खाना दिइहाल्छ नि होइन साथीहरू। यसरी सारिदिन्छु क्या। त्यो तिनवटा दुईवटा एउटै ब्यागमा हेर्नु न, यस्तो सानो पनि छोडेको छुइनँ। अब लसुन उखालिसकेँ नि त, लसुन उखालिसकेपछि किन यसलाई उस गर्ने होइन। अनि त्यस्तै गरेर यहाँ लट्टे पनि सारिदिइसकेको छु है, इसी लट्टे। अनि यहाँ कान्छी सागहरू रहेछ 5-6वटा बोट। अनि यतिले नै कति हुन्छ क्या, 2-3वटा गयो भने त मिक्समास गरेर खान भइहाल्छ। अनि म चाहिँ यहाँ यसरी सार्दैछु है साथीहरू। ल यस्तै हो, यसको बिउ चाहिँ मकामा छैन, मेरामा चाहिँ साली नै यसरी उम्रिन्छ। अनि म चाहिँ यसरी सारिदिन्छु, लट्टे पनि सारिदिन्छु, अनि यो कान्छी साग पनि सारिदिन्छु। ल हेर्नुहोस् त कस्तो राम्रो भएर मल पाएपछि त होइन, मलहरू हालेको थिएँ नि त लसुनमा, यस्तो राम्रो भएर उम्रेको रहेछ है। 1 थोक 2 थोक 3 थोक। अनि अर्को एउटा लट्टे पनि उम्रेको छ क्या, तर उम्रेको होइन, मैले बिउ पुरा पकाएको थिएँ यसरी नै क्या। हेर्नु न, यसलाई माछेकै छैन, यो पाकेकै छैन नि त। यहाँ सार्दै होइन, यस्ता मलहरू हालेर सार्दै। यो सेलरी त्यसै छ, यो पाक्नु लागेको छ होइन, यो बिउ भइसकेको छ। यहाँ यसरी माया गरेपछि, मायाले गरेको चिजहरू सबै थोक हुन्छ क्या होइन साथीहरू। ल डल्लै हेर्नु कस्तो राम्रो झम्म भएर आएको छ सानैमा। यस्तै छ, गर्दैछु कामको उसीमा है। हेर्नुहोस् नङभित्र माटो पसेछ, के गर्नु।